हेलो गाइज, यो चाहिँ ललितपुर बागमती गाउँपालिका वडा नम्बर चाहिँ अहिले थाहा भएन, तर तिनपाने भन्ज्याङ भनेर चिरपरिचित छ। ल हेर्नुहोस्, अब यसरी चाहिँ सरकारले चाहिँ विकास योजनामा चाहिँ भनौँ न अग्रता लिनका लागि, पर्यटकीय क्षेत्र बनाउनका लागि यतिको मेहनत गरेको छ। तर तपाईँ हेर्नु सक्नुहुनेछ सब यसरी भाँचिएको छ। ल हेर्नु, यसो यो सबै यस्तोहरू ऊ यता फालेर राखेको छ, ऊ त्यहाँ पर हेर्नुहोस्, अनि यसरी फालेर राखेको छ, सब भाँचेर यहाँ हेर्नुहोस्। अब यो सार्वजनिक सम्पत्ति हो कि, अब जो कसैले यो गलत काम गरेको भए पनि यो चाहिँ नगरौँ होला। यो हाम्रै सम्पत्ति हो, जो आउँदाखेरि घुम्नको लागि, पर्यटकीय क्षेत्रको लागि एकदम राम्रो ठाउँ, जो कोही पनि आएर यहाँ आनन्द लिन सकिन्छ। त्यसैले यो सार्वजनिक सम्पत्ति तपाईँ हाम्रो र यसलाई जोगाउने तपाईँ हाम्रो दायित्व बन्छ। त्यसैले योलाई चाहिँ तपाईँहरूले यसो गलत काम चाहिँ नगरिदिनु होला, हार्दिक अनुरोध गर्दछु। त्यसैले म चाहिँ आज पिकनिकको रूपले घुम्न आएको थिएँ। हेलो मिर्दा, आरामै हुनुहुन्छ? घुमेँ, एकदम राम्रो ठाउँ छ, घुम्दै गर्नुहोस्। तर यो एकदम यो उहरू चाहिँ सबै बिगारेको रहेछ। हेर्नु न, यसरी सबै भाँचेको हेर्नु त, यो त सबै फालेको रहेछ। यो गर्न चाहिँ नहुने थियो सार्वजनिक सम्पत्तिलाई। हजुर हजुर, एकदम हजुर। ए आउँदैन, मस्तले घुम्नुहोस्। ल, अनि यस्तो राम्रो ठाउँमा यस्तो अभद्र व्यवहार गर्नु भएन नि त, यसो गर्नु भएन। यो हाम्रै सम्पत्ति हो, हाम्रै सम्पत्ति हामीले नै जोगाउने हो। लास्टमा सरकारलाई मात्र दोष दिने होइन कि, हामी आफै गलत काम गर्छ भने दोष किन सरकारलाई? ल हेर्नु, यस्तो ठाउँमा मान्छे यसरी हेर्न आउँछ, यस्तो हेर्न आउँछ। ल यसरी भाँचिएको छ, अब यो कुन दिन तान्छ? अब यो हेर्नु, ल हेर्नुहोस् यो, ल यस्तो टाइटले वेल्डिङ गरेको छ, तर पनि अब यो चुटाउने भनेको त बेमानी होइन र भने सरासर। ल है, यो भिडियोलाई चाहिँ सक्दो सेयर गर्नु होला, जो कोही भए पनि यो भनौँ न यसरी गलत काम गर्नेहरूसँग पुगोस् र यो गलत काम नगरिदिनु होला, मेरो तर्फबाट हार्दिक अनुरोध गर्दछु। धन्यवाद।